फ्रेन्ड्स आजको यो ब्लग चाहिँ मैले अब भकुण्डे बेसीदेखि लिएर अब भकुण्डे बेसीदेखि हामी माथि आउँदाखेरि चाहिँ अब लगभग राम्रै बाटो थियो, आधी बाटोसम्म होइन। पिच बाटो निकै राम्रो बनाएको थियो होइन। अब बजेटको अभावले चाहिँ अब माथि कन्टिन्यू हुन सकेको रहेन रहेछ। यो चाहिँ हाम्रो परापूर्व कालको स्थापित गरेर छ कुन मल्लकालीन राजाले है। त्यो चाहिँ बढी जसो चाहिँ त्यो तामाङ जातिहरूले यसलाई चाहिँ बढी मान्यता दिँदा छन् र नेवार जातिहरूले। हेलो फ्रेन्ड्स, वेलकम टु माई ब्लग। फ्रेन्ड्स, अहिले भकुण्डे बेसीबाट चाहिँ यो ब्लगको स्टार्ट गर्दैछु। आजको हाम्रो यो ब्लग चाहिँ दाप्चासम्मको हुनेछ। यो भकुण्डे बेसीबाट दाप्चाको दूरी त्यति लामो त होइन, छोटो दूरी नै हो। अब आधी बाटो चाहिँ पिच पनि बनेको छ भनेर अब यो हाम्रो एकजना दाइले भन्दै हुनुहुन्थ्यो होइन। अब आधी बाटो चाहिँ अब अफ राइडिङ नै छ अरे पुरै अब होइन। अब हेर्दै जाऊँ फ्रेन्ड्स, अब यो बाटो यो सेरोफेरो यहाँहरूलाई म एक्सप्लोर गर्दै देखाउँदै लानेछु। अब आजको ब्लग के कस्तो बनेर छ, लेट्स वाच इट आउट। फ्रेन्ड्स, यहाँ देख्न सकिन्छ अब निकै राम्रो बाटो बनेको रहेछ, पक्की बाटो। अब यो बाटो चाहिँ अब 2-3 किलोमिटर माथि अब कहाँसम्म पुगेर अब यो पुगिन्छ। त्यहाँदेखि चाहिँ अब पुरै अफ राइडिङै छ। आज फ्रेन्ड्स, अब यो हाम्रो दाप्चा जानुको मेन मकसद चाहिँ अब यो हाम्रो प्रकाश भाइको बिहा पनि छ माथि। बिहासँगै अब यो हाम्रो दाप्चा पुर्खेली थलो पनि हो। अब यो पुर्खेली थलोलाई अब यो आफ्नो ब्लग मार्फत एक्सप्लोर गरौँ भनेर पनि अब देखाउने प्रयास गर्नेछु साथीहरू। आशा छ यहाँहरूलाई यो ब्लग मन पर्नेछ। यसलाई चाहिँ उठाउनु ए किन गाडी रोक्नु उठिहाल्छ। हो ढुङ्गामा पर्यो के ढुङ्गामा पर्यो ठ्याक्कै। बाइक त केही भएको छैन, तपाईँलाई त केही भएन नि? केही भएको छैन होइन। फ्रेन्ड्स, अब यो बाटोको कन्डिसन अब देख्न सकिन्छ होइन। निकै अफ राइडिङ छ यो माथि। अब उकालो पनि त्यतिकै छ है। अब त्यही भएर पनि अघि बुवाको एक्सिडेन्ट भयो त्यहाँनिर होइन। एक्सिडेन्ट भन्दा पनि अब त्यो ढुङ्गामा परेर चाहिँ उहाँको ठ्याक्कै मिसब्यालेन्स भयो क्या त्यो। त्यही भएर चाहिँ उहाँ लड्नुभयो। लगभग देख्न सकिन्छ बाटो पनि अब निकै उकालो नै छ क्या यो बाटो नि। अब लगभग आधी उधी त बनिसकेको छ, आधी उधी हामीले पिच बाटो पनि देख्यौँ। अब यो आधी उधी अब यो बाटो अझै बनियो भने चाहिँ अझै अब सुनमा सुगन्ध नै हुन्छ साथीहरू। अब यो माथि दाप्चा आउनलाई चाहिँ अहिले यहाँ देख्न सकिन्छ साथीहरू। बाटो पनि अब निकै नै धुलामै नै छ। धुलामै भन्दा पनि अब यो बुरबुर धुलो पुरै होइन। अब यहाँनिर तल ढुङ्गाहरू अब गडेर बसेको हुन्छ, ठ्याक्कै त्यो ढुङ्गामा अब पल्टिने चान्स म्याक्सिमम भइदिन्छ क्या।
अहिलेको कन्डिसनमा भन्नुपर्दाखेरि चाहिँ अब यतिको अब राम्रै बाटो हो होइन। अब यही बाटो चाहिँ अब हामीले बर्खामा यात्रा गर्दाखेरि चाहिँ अब निकै कष्टकर हुन्छ जस्तो मलाई लाग्छ। केदार आऊ बाबुला फ्रेन्ड्स, यो अगाडि देखिँदै गरेको पोखरी चाहिँ अब यो डराउने पोखरी भनिन्छ। यो पोखरीलाई यहाँ देख्न सकिन्छ। अब यो अहिले अब यो सुक्खाको मौसम भएर पनि हो, अहिले त्यति पानी देखिएको छैन। अब यो बर्खाको टाइममा अथवा यो पोखरी भरिने टाइममा चाहिँ अब निकै ठुलो यो पोखरीको सेरोफेरो छ साथीहरू, यहाँ देख्न सकिन्छ। पहिला चाहिँ अब यो पोखरी चाहिँ अब देख्दाखेरि निकै अब डराउने नै जस्तो देखिन्थ्यो अरे। त्यही भएर पनि अब यो नाममै अब पोखरीको नामै अब डराउने पोखरी रहेको छ साथीहरू। फ्रेन्ड्स, यो दाप्चा सरसरी यसरी घुम्दै आउँदाखेरि चाहिँ यहाँनिर मैले अब यो दाप्चा माध्यमिक विद्यालय पनि देखेँ। यहाँनिर अब निकै सुन्दर विद्यालय रहेछ यहाँनिर। अब यो यतिको माथि अब होइन डाँडामा यो दुर्गम दराज त नभनौँ होइन, अब यो यतिको अब सुगमै छ। अब यो काठमाडौँदेखि अब निकै अब 60 किलोमिटर दूरीको ठाउँमा अब यति राम्रो विद्यालय बनेको रहेछ। निकै राम्रो लाग्यो साथीहरू यहाँनिर देख्दाखेरि। अब बाटोघाटो यो बाटो भन्नुपर्दाखेरि चाहिँ अब यो काभ्रे भन्ज्याङ निक्लिने बाटो हो खासमा चाहिँ। पहिला भन्नुपर्दाखेरि चाहिँ अब यो बिपी राजमार्ग नबन्दाखेरि चाहिँ यही बाटो हुँदै चाहिँ अब तराईतिर झर्ने गरिन्थ्यो भन्ने पनि सुन्नमा आएको छ। अब हाम्रो हजुरबाहरूले त होइन अब यही बाटो प्रयोग गरेको अब तराई झर्नलाई अब पनि भन्नुहुन्थ्यो, कथाहरू सुनाउनुहुन्थ्यो होइन। अब जस्तै अब यो बिपी हाइवे बनिकन चाहिँ अब यहाँनिर यो माथिल्लो हटिया तल्लो हटिया यो लाइनहरू चाहिँ अब यहाँनिर अब ठुलो अब व्यापारकै केन्द्र बन्ने गर्दथ्यो भन्ने पनि सुनिन्थ्यो। अब अहिले यो देख्न सकिन्छ साथीहरू, अब यो लाइनै अब त्यति चहल पहल छैन पहिला जस्तो। अब अहिले चाहिँ बिस्तारै अब यो टुरिस्ट एट्र्याक्सन अब बिस्तारै होइन यहाँनिर अब
कतातिर झरनाहरू पनि छ भनेको सुनेको थिएँ मैले। अब त्यतातिर चाहिँ मैले अहिले एक्सप्लोर गर्न सकिनँ। अहिले चाहिँ अब भन्नुपर्दाखेरि चाहिँ मैले ठ्याक्क अब यो दाप्चालाई यसरी अब सरसर्ती देखाउँदाखेरि चाहिँ अब यहाँलाई के कस्तो लाग्यो होइन। अब यहाँ तलतिरपट्टि तल्लो हटियामा एउटा अब भीमसेन थान पनि छ, अब निकै प्रख्यात भीमसेन थान। अब त्यो ठाउँलाई पनि म यहाँहरू सामु एक्सप्लोर गर्दै यो ब्लगलाई अब म देखाउने जमर्को गर्दैछु साथीहरू। फ्रेन्ड्स यो चाहिँ दाप्चाको भीमसेन मन्दिर है। दाजु यो ठाउँको बारेमा पनि केही भनिदिने कि अलिकति? यो चाहिँ हाम्रो परापूर्व कालको स्थापित गरेर छ कुन मल्लकालीन राजाले है। त्यो चाहिँ बढी जसो चाहिँ त्यो तामाङ जातिहरूले यसलाई चाहिँ बढी मान्यता दिँदा छन् र नेवार जातिहरूले। यहाँ बेसी पूजा हुने चाहिँ दसैँमा, दसैँको अष्टमी नवमीको दिन भयङ्कर पूजा हुन्छ। यस प्रख्यात अब भीमसेनको होइन पुरानो मन्दिर छ यहाँ। पुरानो मन्दिर, एकदम पुरानो मन्दिर। यो पुरातत्त्वले पनि मान्यता दिएको। अनि अहिले पार्टी पौवाहरू पहिला त्यो 72 सालको भूकम्पमा एकदमै क्षतिग्रस्त भएको थियो। अहिले फेरि अब यो पुनर्निर्माण भएर यतिको भएको होइन? यतिको भएको। यस भूकम्पले धेरै ठाउँमा क्षति गरेको थियो काभ्रे जिल्लामा है। धेरै धेरै त्यो गोर्खा, पछि सिन्धुपाल्चोक, पछि काभ्रे सबभन्दा बढी क्षति पुगेको। हजुर, यो मन्दिरमा पनि भनेपछि निकै क्षति भएको रहेछ अहिले। अब अहिले देख्न सकिन्छ है, निकै राम्रो बनाएको रहेछ अहिले। फ्रेन्ड्स अहिले अब हामी चाहिँ होइन दाप्चा यो तल्लो हटिया आइपुग्यौँ होइन। अब यहाँनिर हामी भकुण्डेबेसीदेखि चाहिँ अब यो माथि दाप्चा तल्लो हटिया आउने क्रममा चाहिँ अब यहाँ मन्दिर पनि देखेँ होइन। यहाँलाई पनि यसो देखाऊँ भनेर मैले यो प्रयास गरेँ। अब यहाँ देख्न सकिन्छ यहाँ चाहिँ पार्टी रहेछ है। पुरानो पार्टीहरू चाहिँ यस्तो हुन्छ है पुरै। पुरानो यो ढोलक बाजाहरू यहाँनिर पुरानो ढोलक बाजाहरू पनि रहेछ यहाँनिर ठ्याक्कै। यहाँ के लेखिएको रहेछ। यस पुरानो पार्टी पौवाहरू चाहिँ यस्तो हुने गरेको थियो होइन। अब अहिले त पार्टी पौवाको अवधारणा नै गइसक्यो भनौँ न। यो साइडमा पनि छन् यतातिर, यहाँ पनि छ पार्टी पौवाहरू है। अब अहिले यो बिपी राजमार्ग नबनिकन चाहिँ यो बाटो पनि खुब महत्त्व थियो त्यो बेला। भयङ्कर। अब अहिले चाहिँ अब यो बाटो त्यति चल्ती छैन भनौँ न बिपी हाइवे बनिकन। अब चल्ती हुनेवालामा छ। अब यो चाहिँ पर्यटकीय क्षेत्र भएको हुनाले यहाँ चाहिँ अब त्यो पक्की बाटो बनिँदैछ। जस्तो अघि नै हामीले त्यहाँ हेऱ्यौँ। हजुर हजुर। अब जस्तै यो हाम्रो काभ्रे भन्ज्याङदेखि लिएर यहाँसम्म चाहिँ अब पक्की बाटो नै राम्रै बन्दै रहेछ। यहाँ अलिकति यहाँ कालोपत्रे नि गरेको छ। उहाँ तलसम्म, तल त्यो बिपी हाइवेमै जोड्ने। हजुर, यो बाटो बिपी हाइवे कहाँ भेट्छ? बिपी हाइवेमा यो तल बिपी हाइवेमा त्यो के अरे तल यो धर्मशालबाट काँक्रे हुँदै अनिखेरि त्यो धुवाकोट बिसी हुँदै अनिखेरि त्यो 25 किलो भन्ने ठाउँ छ बिपी हाइवेको। हजुर हजुर। निकै अगाडि पुग्दैछ। यो मुलकोट आसपास पुग्ने रहेछ है क्या यो? होइन अझै हो रे? नेपाल थोक होइन ओरै अझै हो रे? ल यो पुरानो महत्त्वको बाटोहरू होइन। अहिले चाहिँ अब यस्तो धेरै चल्ती छैन। अब जस बिस्तारै बिपी हाइवेमै भेटिने रहेछ यसको अर्को छोड चाहिँ। फ्रेन्ड्स आजको यो ब्लग चाहिँ मैले अब भकुण्डेबेसीदेखि लिएर अब जस भकुण्डेबेसीदेखि हामी माथि आउँदाखेरि चाहिँ अब लगभग राम्रै बाटो थियो, आधी बाटोसम्म होइन। पिच बाटो निकै राम्रो बनाएको थियो होइन। अब बजेटको अभावले चाहिँ अब माथि कन्टिन्यू हुन सकेको रहेन रहेछ होइन। मैले त्यही सुन्नमा पाएँ। अब जस माथिको बाटो चाहिँ अलि धेरै उकालो पनि होइन, अफ राइडिङ, ओभर अफ राइडिङ क्या। त्यहाँनिर चाहिँ धुलो पनि त्यतिकै। अब जस छिटै बन्दै जान्छ होला होइन, यही आशा गरौँ। अब यो ब्लग होइन के कस्तो लाग्यो यहाँहरूले अब सल्लाह सुझावहरू दिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ फ्रेन्ड्स। स्टे सेफ, स्टे हेल्दी।